चाहिँ यो भाले काटेर खानु लागेको सबैजना मिलेर यो भाले काट्ने अनि खाने यो चाहिँ एकदम छुच्चा छ। अब म चाहिँ भाले बनाउनु लागेको यहाँ तल पुगेर तल चाहिँ सजिलो हुन्छ भनेर देख्छु खोइ हजुर देख्छु यहाँ तल छ मम्मी त्यहाँ बसाइदिनु केलाई चारो यो बिग्रिसकेछ र कस्तो नतानिएको हो साह्रो रहेछ कासदेखि गरेको हुन्छ चिम्टा ल्याउनु पर्छ हौ मलाई चिम्टा चाहिँ आमा माथि बस्नुदिएर माथि होला हजुर त्यति नै चिम्टा भयो छिटो ल्याइदिनु न डर किन ल्याउनु पर्थ्यो खोइ हजुर छैन बोल्दै छैन रहेछ है किनेको पुरा बोल्दै मम्मी चाहिँ यहाँनिर तिते बनाउनु हुँदैछ मिसेस सुन्छमाया राई मम्मीको नाम चाहिँ अब मैले चाहिँ कुखुरा पोलिसकेँ हाम्रो भाले त्यस्तो भयो मजाले कालो कालो बनाएँ यो खुट्टा पोल्छु अब चाहिँ म माथि लगेर काट्छु
रहेछ यो त छिप्पिएछ कुखुरा आमा मम्मी सानो रहेछ सिटी लाउनुपर्छ जस्तो छ छिप्पिएछ तपाईँहरूको कुखुरा हेर के साह्रो रहेछ नि कुखुरा त मासुले कालो हजुर बरु त्यो फुल काटेको पोथी काटेको हुन्थ्यो अर्को पनि सिटी लाउने पर्ने रहेछ साह्रो न साह्रो रहेछ फुटाइछ मैले चाहिँ मासु काटिसकेँ यो चाहिँ पकाउनुको लागि तरकारीको लागि यो चाहिँ तिते बनाउनुको लागि हाम्रो भाषामा चाहिँ फिकाया भन्छ अरे तितेलाई मम्मीले भन्नुभएको मैले चाहिँ काटिसकेँ यो चाहिँ तितेको लागि मैले एक थाल यो चाहिँ 1 केजी जति छ तितेको लागि यो चाहिँ हाम्रो तरकारीको लागि मैले चाहिँ सबै काटिसकेँ अब म चाहिँ तिते पकाउन लागेको यहाँनेरि
सुरी यो चाहिँ यहाँ बसिरहेको छ मान्छे त्यही भएर अन्कियो होइन होला है मम्मी होइन होला के पकाएको है आलु पनि भुट्दैछु यो चाहिँ हाम्रो आलु तिते अनि मासु पकाउने एक खुट्टे करायो यो चाहिँ आलु भुटेको हुँदैन
अब हामी चाहिँ तितेर आलु खानु लागेको आपा चाहिँ त्यहाँ बसिराख्नुहुन्छ दाजु चाहिँ मलाई कराउँदै रक्सी सार्नु हुँदैछ भाउजू चाहिँ त्यहाँ बसिराख्नुहुन्छ भदै चाहिँ त्यहाँ सुतिरहेको छ हाम्रो मम्मी चाहिँ यहाँ कति बेला खानिदिन्छ भनेर बसिराख्नु भएको छ जारो ल्याएर लु आपा खाइदिनुहोस् देख्दैछु म त भिडियो तिरेर उतिर लु भाउजू खानु सबैभन्दा भिडियो बनाउने त विकास काका र हो त अहिले सूचना पालो विकास कसो धुवा भयो हाम्रो घरभित्र त आगो बाल्दा यस्तै हुन्छ यता हेर्नु त मम्मी टल्किँदैन हो कुकुर आएछ यो भाले चाहिँ हामी काटेर लानु आँटेको अर्को भाले चाहिँ हामी खान्छौँ भोलि हामी चाहिँ गाईघाट जानु लागेको आपाले चाहिँ काट्नु लाग्नुभयो यो भाले तिर पनि कालायो कहाँ काट्नुहुन्छ अब हाम्रो आपा चाहिँ भाले काट्नु लाग्नुभयो लानु हुँदैछ आगो फुकिराखेको हो नि त्यो आपा त्यहाँनिर काट्नु हुने हजुर अब चाहिँ यो दुम्सेको पालो कस्तो माया लाग्यो कि अर्को चाहिँ खाने यो चाहिँ लगेर जाने भोलि हामी जाने गाईघाट यस्तो माया लाग्यो मलाई त दुम्सेको आफा दुईटा कुखुरा खाँदा कस्तो लागिरहेको छ अब आफा चाहिँ दुईटा भाले बनाउनु लाग्नु भएको छ तिते पनि राख्नुहुन्छ आपाले हजुर पहिला डढाएर चाहिँ उ गर्नु न आपा तिते निकाल्नुपर्छ कि दुईटाको हतिया भइसकेको छ हाम्रो आपाले गरिसक्नु भएछ यसको मलाई कस्तो माया लाग्छ आइज आ आ आ त गयो हाट अट्छ apa
सेल्फी हामी चाहिँ अब जान लागेको बत्तीमा आइपुग्यौँ हजुर यता बस्नु त तपाईँलाई म खतरा निकालिदिन्छु यो चाहिँ +2 हामी चाहिँ रसो आइपुग्यौँ अहिले को चाहिँ यहाँ बसिराख्नुहुन्छ मामा हजुर हामी चाहिँ अहिले रसो पुल आइपुग्यौँ यो पुल तर्नुपर्ने मम्मी चाहिँ त्यहाँ बिसाइरहनुहुन्छ कोकु चाहिँ यहाँ पटुका बान्नु हुँदैछ मैले बोकेर झारेको यहाँ माथिदेखि गाह्रो भयो यो चाहिँ रस्ताको पुल है पछि बगेन कोको चाहिँ पुल हेर्न डराएर छिर्दैन बिस्तारै हिँड्नु न आमा बिस्तारै बिस्तारी बिस्तारी हेर म उठाइदिन्छु बोक्छु है त कोकोलाई चाहिँ एकजना भाइले बोकिदिनु भएको छ चाहिँ डराले यो चाहिँ पारिपट्टिको रसुवा यस्तो भएछ उता माथिबाट चाहिँ सल्ले हुँदै जाने अब हामी चाहिँ यताबाट जाने हाम्रो पनि यतै हो हजुर रस्सा त्यो चाहिँ पारिपट्टि हामी त पारि झरेर हिँड्दै 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 यो पुल तरेर आएर त्यहाँदेखि चाहिँ हामी गाडी चढ्छौँ कुकुरमा चाहिँ यहाँ गर्नुहुँदैछ हजुर होइन किर्तिपुर त्यो भित्रमा जाने अब के गर्नु भाइ जाऊ न दाँत चाहिँ खै दाँत खै गएको मिठा छ मिठा छ परदेशी बिग्रेर हाम्रो चाहिँ यहाँ फ्याल यसरी बसिरहेको छ त्यसरी भाषिन्दो रहेछ मेरो कुर्ता Biasa rasa
अटैनाको छ भाइ त। यस्तो पो रहेछ यहाँ हेर्दा आयो त बनाउने थियो कहाँ झोला झर्न आँटेको त्यो एउटा ढुक्रो के उयो भनेको अनि फाँसे खुस्किन्छ कि होइन टुपी खुस्किन्छ क्या त्यो खुस्क्यो भने त झरी त गयो